गृहमन्त्रीलाई कारबाही के पुनः दुई चार जनालाई जाक भनेर भने हो फाइनान्शियल एक्सन टास्क फोर्सले। मन्त्रीलाई कारबाही खै जहिले पनि राजनीतिक कर्मीहरू विशेष अदालतबाट पनि छुट्ने, सबै ठाउँबाट छुट्ने। ध्यानकर्षण गराउन चाहन्छु, यदि भोलिबाट यो तस्करी रोकिएन भने म गृहमन्त्रीज्यूलाई 0 नम्बर दिन्छु। अहिलेसम्म काम नगरेका कर्मचारीलाई के कारबाही गर्नुभएको छ? 55 मिलियन डलर खाएको अमेरिकाको जस्टिस डिपार्टमेन्टले प्रमाणित दुनियाँले देख्ने गरेर वेबसाइटमा राखिदिएको छ, तर यहाँ कारबाही हुँदैन। जनताले के पायो? लालीपप बाहेक केही पाएन यो अध्यादेशबाट। दारा र नङ्ग्रा नभएको प्राधिकरणको के काम? समस्याग्रस्त गर्न अझै पनि मन्त्रालय लेखी पठाउने, मन्त्रालय लेखी पठाउँदा टिप्पणी त्यही अधिकृतले उठाउने, अधिकृत सबै दलीयकरण भएको छ। तपाईँहरूकै पार्टीको भातृ सङ्गठनहरू छन्, त्यसकारण यो हुनेवाला छैन। राम्ररी चलिरहेको सहकारीहरू पनि तपाईँले रन अन सहकारी गर्न थाल्नु भएको छ मन्त्रीज्यू। टाइमलाइन 2 वर्ष 1 वर्ष कसरी निकाल्नु भयो? अर्को, राष्ट्र ब्याङ्कले पनि वर्गीकरण गर्छ, वान साइज फिट्स अल गर्दैन, क्यापिटल अनुसारको रुल्स बनाउँछ। तपाईँले सबैलाई अहिले गर भनेर जुन 74 को ऐनमा पनि थियो त्यो पनि कार्यान्वयन गर्न सक्नु भएको छैन। कोपो एमआइएसमा कतिवटा सहकारीको डेटाबेस छ त्यो छैन। अनि भएभरको सुन्दाखेरि चिटिक्क पर्ने, कार्यान्वयन तपाईँले गर्नै नसक्ने कोपो एमआइएस तपाईँले लागू नगरेको सहकारीलाई के कारबाही गर्नुभएको छ अहिलेसम्म? कामप मात्रै नेपाल होइन, कामप भन्दा बाहिर पनि पालिकाहरू हुन्छन्। त्यो पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत पठाउनुपर्छ। र मलाई अचम्म के लागिरहेको छ भन्दा यो अकर्मण्यता सामान्य प्रशासन मन्त्रीज्यूको मात्रै हो कि अथवा अर्थतन्त्रको बेहाल अवस्था जहाँ न शिक्षकलाई तलब दिनु परेको छ हैन, प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि न कर्मचारीलाई तलब दिनु परेको छ, न विद्रोह भत्ता दिनु परेको छ। यो सबै धान्न नसक्ने भएकोले यो अर्थतन्त्रको बेहाल अवस्था लुकाउनको लागि गरिएको प्रपञ्च हो कि भनेर पनि कता कता मनमा लाग्न थालेको छ। बचतकर्ता फिर्ता नपाएका पीडितहरूसँग कुरा गर्दा एकदम घतलाग्दो कुरा गर्नुभयो। दिदी, कि हाम्रो आँसु छ कि हाम्रो रगत छ? हाम्रो आँसुले त केही नहुने रहेछ भनेर सोधे। म नाजवाफ भएँ, किनभने अध्यादेश पनि त्यस्तै आयो। कानुन नभएर हामीले काम गर्न नसकेको भनेर जनतालाई भ्रम छरेको छ। यो ऐन ठ्याक्कै तपाईँले कुन प्रावधानले गर्दाखेरि अहिले समस्याग्रस्त घोषणा गर्न नसकेको, किन गर्न नसकेको लिस्ट दिनुहोस् त। परराष्ट्र मन्त्रालयमा 100 जना भन्दा बढी कर्मचारी थपियो, तर समस्याग्रस्त यो समितिमा विभागमा कतिजना कर्मचारी थपे? कतिवटा प्रदेशको समस्याग्रस्त समिति छ? बागमती प्रदेशको के भइरहेछ? 14 वटा दरबन्दी छ, सङ्घमा के छ त्यस्तै। त्यहाँ कर्मचारी नथप्ने, सङ्गठनको भरमा दलीयकरण गरेर आफ्नो जग बसाउने पार्टीहरूले अब चाहिँ नि बचतकर्ताहरूलाई सङ्गठित हुन दुःख दिएको छ। 25 जना भर्सेस 25%। पहिला 100 जना सदस्य थियो, 25 जनाले पनि यो मैले बचत रकम फिर्ता पाएन भनेर आवाज राख्नु पर्थ्यो। अहिले 250 पुर्याएको छन्। आफू चाहिँ नि जताततै दलीयकरण गरेर भातृ सङ्गठन बनाउने अनि बचतकर्ताहरूलाई चाहिँ सङ्गठित हुन नदिने, कस्तो प्रपञ्च, कसलाई बचाउनलाई ल्याएको हो यो? शिक्षा ऐन पास भएपछि शिक्षाको सबै समस्या समाधान हुन्छ भन्ने भ्रम हो। यो भ्रम छोडौँ। सर्वसम्मत, यो सदनले सर्वसम्मत पास गरेको मिटर ब्याज सम्बन्धी कानुन कार्यान्वयनमा लैजान नसक्ने गृहमन्त्रीलाई कारबाही के? कर्मचारीलाई कारबाही गर्छु भन्दै गर्दाखेरि यो कार्यान्वयनमा नलग्ने गृहमन्त्रीलाई कारबाही के? तपाईँहरूले नागरिक एपलाई संस्थागत गर्ने कुरा गर्दै हुनुहुन्छ। ठुला टेक्निकल जार्गन त अब रटिसक्नुभयो, त्यही भन्नुहुन्छ, तर डेटा सुरक्षामा केही देखिएन। त्यो नगरिकन नागरिक एप तपाईँले संस्थागत कसरी गर्नुहुन्छ? कार्यान्वयन नगर्ने मन्त्रीलाई कारबाही खै जहिले पनि राजनीतिक कर्मीहरू विशेष अदालतबाट पनि छुट्ने, सबै ठाउँबाट छुट्ने। यस्तो खालको कानुन ल्याएर जनतालाई भ्रम छाड्ने, हामी सुशासन कायम गर्छौँ भनेर। प्रधानमन्त्रीज्यू, तपाईँ हिटलर बन्दै खोज्नुहुन्छ। अध्यादेशबाट शासन गर्न खोजेको बदनामी, यो कलङ्क बोक्दै गर्दा पनि यहाँहरूको पास गर्ने क्षमता रहेनछ भन्ने कुरा पनि यहाँ देखिएको छ। पत्तीले 1000 चोटि चिरेर मार्नुभन्दा एकैचोटि छिनालेको भइहाल्थ्यो। तर संविधानले उच्च स्थान दिएको संवैधानिक निकाय वित्त आयोगको पनि हस्तक्षेप, कार्यादेशमा हस्तक्षेप हुने गरेर जुन अध्यादेश प्रस्तुत गरिएको छ। सम्मानीय सभामुख महोदय, फागुन 13 गते पत्रिकामा पनि आइसकेको अनुसार 1/3 पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत छैनन्। त्यो भनेको 231 स्थानीय तहहरूमा, स्पेसली मध्य प्रदेशमा 69 वटा पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत छैनन्। मन्त्रीज्यूले 1 हप्ताभित्र पदपूर्ति गर्छु भन्नुभएको थियो, त्यो कहाँसम्म पुग्यो? यो मेरो प्रश्न छ, यसको मैले जवाफ मागेँ। र भन्न चाहन्छु सबैलाई,
कामप मात्रै नेपाल होइन, कामप भन्दा बाहिर पनि पालिकाहरू हुन्छन्। त्यो पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत पठाउनुपर्छ। र मलाई अचम्म के लागिरहेछ भन्दा यो अकर्मण्यता सामान्य प्रशासन मन्त्रीज्यूको मात्रै हो कि अथवा अर्थतन्त्रको बेहाल अवस्था जहाँ न शिक्षकलाई तलब दिनु परेको छ हैन, प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि न कर्मचारीलाई तलब दिनु परेको छ, न विद्रोह भत्ता दिनु परेको छ। यो सबै धान्न नसक्ने भएकोले यो अर्थतन्त्रको बेहाल अवस्था लुकाउनको लागि गरिएको प्रपञ्च हो कि भनेर पनि कता कता मनमा लाग्न थालेको छ। यो शिक्षकहरूलाई दुरुपयोग गरेर जुन तरिकाले राजनीतिक लाभ हानिमा गरेका छ, शिक्षकहरूले मिटर ब्याज पीडित र सहकारी बचतकर्ता फिर्ता नपाएका पीडितहरूसँग कुरा गर्दा एकदम घतलाग्दो कुरा गर्नुभयो। दिदी, कि हाम्रो आँसु छ कि हाम्रो रगत छ? हाम्रो आँसुले त केही नहुने रहेछ भनेर सोधेँ। म नाजवाफ भएँ, किनभने अध्यादेश पनि त्यस्तै आयो। यो अध्यादेश स्वीकार गर्न लायक नै छैन। मेरो असहमति धेरै बुदामा छ। 3 मिनटको समयमा म 5वटा बुदा राख्छु। पहिलो, यो पटक पटक सहकारी बचतकर्ताहरू सडकमा आए, पटक पटक कर्मचारीहरूको वार्ता टोली बनाएर उहाँहरूलाई थकाइयो, तर अन्त्यमा के पाए? केही पनि पाएन। पहिलो कुरा, प्राधिकरण सुन्दाखेरि त गजब छ, तर यो स्वायत्त छैन। श्रीमान गौरीबहादुर कार्कीको शब्द बरो गर्ने हो भने, सापटी लिने हो भने, दारा र नङ्ग्रा नभएको प्राधिकरणको के काम? समस्याग्रस्त गर्न अझै पनि मन्त्रालय लेखी पठाउने, मन्त्रालय लेखी पठाउँदा टिप्पणी त्यही अधिकृतले उठाउने, अधिकृत सबै दलीयकरण भएको छ। तपाईँहरूकै पार्टीको भातृ सङ्गठनहरू छन्, त्यसकारण यो हुनेवाला छैन। कतिवटा समस्याग्रस्त समितिमै अझ काम गर्नुपर्ने छ। यो रेजिस्ट्रार र प्राधिकरणको जुरिस्डिक्सन ओभरल्याप छ। दुईटा एन्टिटिजलाई एउटै काम दिँदाखेरि खास एउटा अफिसबाट अर्को अफिस, अर्को अफिसबाट अर्को अफिस मात्रै हुने काम छ। दोस्रो, 2074 को ऐन अनुरूप खासमा अहिले अध्यादेशमा आएका प्रावधानले अहिले नै नियमावली बनाएर काम गर्न सक्ने प्रावधानहरू पनि कानुन नभएर हामीले काम गर्न नसकेको भनेर जनतालाई भ्रम छरेको छ। यो ऐन ठ्याक्कै तपाईँले कुन प्रावधानले गर्दाखेरि अहिले समस्याग्रस्त घोषणा गर्न नसकेको, किन गर्न नसकेको लिस्ट दिनुहोस् त। कतिवटा सहकारी बचत यो समस्याग्रस्त अहिलेसम्म घोषणा गर्नुभयो, त्यसमा कसरी भ्यालुएसनको काम भइरहेछ लिस्ट दिनुहोस्। किनभने यो कानुन नभएर काम गर्न नसक्ने भने जस्तो झुठो भाष्य यो अध्यादेशले छरेको छ। तेस्रो, अझै झुक्याउने र ठग्ने कसरी? पराकाष्ठ। परराष्ट्र मन्त्रालयमा 100 जना भन्दा बढी कर्मचारी थपियो, तर समस्याग्रस्त यो समितिमा विभागमा कतिजना कर्मचारी थपे? कतिवटा प्रदेशको समस्याग्रस्त समिति छ? बागमती प्रदेशको के भइरहेछ? 14वटा दरबन्दी छ, सङ्घमा के छ त्यस्तै। त्यहाँ कर्मचारी नथप्ने, त्यहाँ कर्मचारी नथपिकन कसरी? मन्त्रीज्यूले गर्ने काम होइन होला नि, कर्मचारीले गर्ने होला? खै त, काम गर्ने हातहरू खै। चौथो, जताततै सङ्गठनको भरमा दलीयकरण गरेर आफ्नो जग बसाउने पार्टीहरूले अब चाहिँ नि बचतकर्ताहरूलाई सङ्गठित हुन दुःख दिएको छ। 25 जना भर्सेस 25%। पहिला 100 जना सदस्य थियो, 25 जनाले पनि यो मैले बचत रकम फिर्ता पाएन भनेर आवाज राख्नु पर्थ्यो। अहिले 250 पुर्याएको छन्। आफू चाहिँ नि जताततै दलीयकरण गरेर भातृ सङ्गठन बनाउने अनि बचतकर्ताहरूलाई चाहिँ सङ्गठित हुन नदिने, कस्तो प्रपञ्च, कसलाई बचाउनलाई ल्याएको हो यो? 5औं बुद्धा, कतिवटा कुरामा अब 1 वर्षमा यो गर, 2 वर्षमा यो गर भनेको छ। राम्ररी चलिरहेको सहकारीहरू पनि तपाईँले रन अन सहकारी गर्न थाल्नु भएको छ मन्त्रीज्यू। टाइमलाइन 2 वर्ष 1 वर्ष कसरी निकाल्नु भयो? अर्को, राष्ट्र ब्याङ्कले पनि वर्गीकरण गर्छ, वान साइज फिट्स अल गर्दैन, क्यापिटल अनुसारको रुल्स बनाउँछ। तपाईँले सबैलाई अहिले गर भनेर जुन 74 को ऐनमा पनि थियो त्यो पनि कार्यान्वयन गर्न सक्नु भएको छैन। कोपो एमआइएसमा कतिवटा सहकारीको डेटाबेस छ, त्यो छैन। अनि भएभरको सुन्दाखेरि चिटिक्क पर्ने, कार्यान्वयन तपाईँले गर्नै नसक्ने कोपो एमआइएस तपाईँले लागू नगरेको सहकारीलाई के कारबाही गर्नुभएको छ अहिलेसम्म? केही नगर्ने अनि यत्तिकै छोड्ने। सामान्य सभामुख महोदय, यो सहकारीको समस्या आर्थिक मन्दीको पनि एउटा कारण हो। मार्जिनल प्रोपेन्सिटी टु कन्ज्युम जोसँग छ, उहाँहरू इन्कम इनइक्वालिटी बढ्दै जानेछ। अन्तमा चाहिँ नि जनताले के पायो? लालीपप बाहेक केही पाएन यो अध्यादेशबाट। धन्यवाद। सम्माननीय सभामुख महोदय, आज संसद सचिवालयले 2 जना पत्रकारहरूको पास खोसेछ। दल सरकारको प्रभाव दबावमा रहेर जसरी पास खोसिया छ, आजै नै ती पत्रकारहरूको पास फिर्ता गरियोस्। सम्माननीय सभामुख महोदय, अर्को विषय छ, देशको रूपन्देही, कपिलवस्तु, दाङ लगायतका जिल्लाहरूमा भारतबाट अवैध रूपमा गाई गोरुहरू भित्र्याएर
देशको र अवैध रूपमा भित्राइएका गाईगोरुहरूको तस्करी व्यापक छ। पूर्वी नाका हुँदै व्यापक तस्करी बढेको छ। तस्करहरूले गौडामा प्रहरीलाई पैसा बुझाउँछन् भन्ने समाचारहरू आएको छ। कारुणिक निर्मम तरिकासँग राष्ट्रिय जनावरको यसरी तस्कर भइरहँदा गृहमन्त्री के हेरेर बसिरहनु भएको छ? म गृहमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु। यदि भोलिबाट यो तस्करी रोकिएन भने म गृहमन्त्रीज्यूलाई 0 नम्बर दिन्छु। धन्यवाद। सम्मानीय सभामुख महोदय, यो अध्यादेश सुन्दा राम्रो, प्रश्न हेर्दा झन् गजब, तर सुशासन केही होला भन्ने चाहिँ ठुलो प्रश्न चिन्ह मात्रै देख्छु। डिजिटाइजेसन हुनुपर्छ, ठिक छ, तर करिब 2 वर्ष अगाडि हालका परराष्ट्र मन्त्रीज्यूले खुलेआम स्वीकार गर्नुभएको छ हाम्रो डेटा कफीको भाउमा बिक्री हुन्छ। हामीले पनि पटक पटक पत्रिकामा पढ्छौँ डेटा ह्याक भयो, डार्क वेबमा गयो भनेर। मेरै डेटा, मेरो नागरिकता, मेरो हस्बेन्डको पासपोर्ट, मेरो म्यारेज सर्टिफिकेट सबै पब्लिकली राख्दै थियो। अब यस्तो बेलामा तपाईको साइबर सिक्युरिटीको कुरा, डेटा प्रोटेक्सनको केही कुरा नसोची, कुन डेटामा कसको पहुँच छ कुरा नसोची तपाईहरुले नागरिक एपलाई संस्थागत गर्ने कुरा गर्दै हुनुहुन्छ। ठुला ठुला टेक्निकल जार्गन त अब रटिसक्नुभयो, त्यही भन्नुहुन्छ, तर डेटा सुरक्षामा केही देखिएन। त्यो नगरिकन नागरिक एप तपाईले संस्थागत कसरी गर्नुहुन्छ? दोस्रो, अब 7 दिनमा निर्णय गर्ने भन्ने कुरा एकदम कर्णप्रिय छ, तर यसरी नै दिनै टोकेर सुशासन ऐनमै टेकेर नागरिक बडापत्र छ नि हैन, त्यो नागरिक बडापत्रमा लेखिएको दिन तोकिएकोमा अहिलेसम्म काम नगरेका कर्मचारीलाई के कारबाही गर्नुभएको छ? छैन। भनेपछि यो 7 दिनमा यो कारबाही गर्छु भन्ने कसले कारबाही गर्छ? कारबाही के हुन्छ? केही पनि स्पष्टता छैन। यो त जनतालाई भ्रम छल्ने। यो कस्तो हो भन्दाखेरि 2/3 सरकार पनि आफ्नै, कर्मचारी सङ्गठनहरू पनि आफ्नै, दलीयकरण पनि कर्मचारीले आफैले गर्ने, त्यसपछि डेलिभरी पनि दिन नसक्ने, 1/3 त पालिका प्रमुखहरू पनि, जिल्ला प्रशासकीय प्रमुख पनि पठाउन नसक्ने। यो अकर्मण्यता हुँदा चाहिँ नि गनगन चाहिँ के गर्ने? हामी कर्मचारीसँग जुझ्दैछौँ भनेर यो भ्रम हो। त्यसकारण यो भ्रम छोड्ने काम चाहिँ नगर्नु होला भनेर मैले दोस्रो बुँदा राखेँ। अर्को एकदम महत्त्वपूर्ण, सर्वसम्मत, यो सदनले सर्वसम्मत पास गरेको मिटर ब्याज सम्बन्धी कानुन कार्यान्वयनमा लैजान नसक्ने गृहमन्त्रीलाई कारबाही के? कर्मचारीलाई कारबाही गर्छु भन्दै गर्दाखेरि यो कार्यान्वयनमा नलग्ने गृहमन्त्रीलाई कारबाही के? वैदेशिक रोजगारमा गएका जसका रेमिटेन्सको भरमा यो देश चल्दैछ उहाँहरूको मताधिकार सुनिश्चित गर भनेर सर्वोच्च अदालतले वर्षौँ अगाडि निर्देशनात्मक आदेश दिइसकेको छ। त्यो कार्यान्वयन नगर्ने मन्त्रीलाई कारबाही खै? जहिले पनि राजनीतिक कर्मीहरू विशेष अदालतबाट पनि छुट्ने, सबै ठाउँबाट छुट्ने, यस्तो खालको कानुन ल्याएर जनतालाई भ्रम छाड्ने, हामी सुशासन कायम गर्छौँ भनेर। शिक्षकहरूको हकमा शिक्षा मन्त्रीज्यूले यसमा यो लेखे पनि 81 साल अध्यादेश पास भएपछि मात्र निवित्तीकरण भनिराख्नु भएको छ। शिक्षकहरूसँग त तपाईँले पटक 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 सम्झौता गर्नुभएको छ, अनि एउटा भ्रम छरिराख्नु भएको छ शिक्षा ऐन आएपछि त्यो सबै पास हुन्छ। त्यो हुँदै होइन। यो शिक्षकहरूलाई भ्रम छोडौँ। शिक्षा ऐन पास भएपछि शिक्षाको सबै समस्या समाधान हुन्छ भन्ने भ्रम हो। यो भ्रम छोडौँ। त्यसकारण म सम्मानीय सभामुख महोदय, यस्तो आपतकालीन बाहेक यो अध्यादेश मार्फत शासन अस्वीकार्य छ र म शिशिरजीको प्रश्न दोहोऱ्याउन चाहन्छु, के प्रधानमन्त्रीज्यू तपाईँ हिटलर बन्दै खोज्नुहुन्छ? धन्यवाद। सम्मान्य सभामुख महोदय, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने प्रस्ताव राख्नका 3 कारणहरू यस प्रकार छन्। पहिलो, प्रक्रियागत त्रुटि, प्रोसिजरल एरर। दोस्रो, शासकीय अवैधता, इलिजिटिमेट गभर्नेन्स। र तेस्रो, संस्थागत अनुत्तरदायित्व, इन्स्टिट्युसनल अनअकाउन्टेबिलिटी। 6वटा अध्यादेशमध्ये एउटा सङ्ख्या पुगेन भनेर यहाँहरूले विथड्र गर्नुभयो। 4वटा कोकोलाई लेखाएर गोजीबाट यहाँ प्रस्तुत गर्नुभयो। तर यो अहिले छलफलमा रहेको अध्यादेश प्रतिनिधि सभा अन्तर्गतको संसदीय समिति, अर्थ समितिमा विचाराधीन थियो। तपाईँ हामी सबैले बनाएको प्रतिनिधि सभा नियमावलीको
नियम 122(2) को खिलाफमा गएर प्रक्रियालाई मिचेर मिनी पार्लियामेन्ट भनिने समितिको गरिमालाई न्याकेर यहाँ प्रस्तुत गरिएको छ। त्यसप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ। यो सत्तारूढ दलकै सभापतिले छिटो छिटो गर्नु पर्या भए भन्या भए हुन्थ्यो, हामी 1-2 हप्तामा पास गरिदिन्थ्यौँ। कार्यसूचीमा चढिसकेको विचाराधीन विधेयकलाई यसरी चाहिँ मानमर्दन गर्न हुने थिएन। यो जस लिने होडमा केही पनि उल्लेख्य काम गर्न नसकेको सरकारले म जिउँदैछु है भनेर जनाउ दिनको लागि प्रस्तुत गरेको जस्तो देखिएको छ। दोस्रो, वैधताको हिसाबले माघ 4 मा अध्यादेश सार्वजनिक हुन्छ। माघ 8 मा राष्ट्रपतिद्वारा संसद बोलाइसकिएको छ। माघ 18 मा अधिवेशन सुरु हुन्छ। तर आज फागुन 21 गते बल्ल यो प्रस्तुत गरिँदैछ। न नीतिगत आकस्मिकता छ, न प्रक्रियागत द्रुतता। अध्यादेशबाट शासन गर्न खोजेको बदनामी, यो कलङ्क बोक्दै गर्दा पनि यहाँहरूको पास गर्ने क्षमता रहेनछ भन्ने कुरा पनि यहाँ देखिएको छ। कहिलेकाहीँ राम्रै नतिजा ल्याउन खोजे पनि प्रक्रियामा छलछाम गरिँदाखेरि त्यसको प्रतिफल अवैध हुने गर्दछ, इलेजिटिमेट हुने गर्दछ। कहिलेकाहीँ कानुनी मानिने प्रक्रियामा पनि अनैतिक भएको उदाहरण यहाँ राजनीतिमा लामो समय बिताउनुभएका सबैलाई थाहा छँदैछ। दक्षिण अफ्रिकाको अपार्थाइड रेजिम, रङ्गभेदी शासन कानुनी थियो, लिगल थियो, तर त्यो घोर अनैतिक थियो। त्यसैले प्रक्रियाहरूलाई नजरअन्दाज नगर्न म हार्दिक अनुरोध पनि गर्न चाहन्छु। कन्टेन्टमा पनि यहाँ योजना आयोगको भूमिकालाई खुम्च्याइएको छ र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको भूमिकालाई पनि संविधानको धारा 63 को बर्खिलाप हुने गरेर यहाँ केही दफाहरू प्रस्तुत भएका छन्। 3 महिनाको छलफल राखिएको अवधिलाई पनि घटाएर 1 महिना चाहिँ राखिएको छ र यो सबैको नियत चाहिँ अर्थ मन्त्रालयका, हाम्रो संविधानले नै चिनेका निकायहरू र अन्य स्थापित संस्थाहरूलाई पनि अर्थ मन्त्रालयको सब्सिडियरी शाखा बनाउने गरेर एकदमै दुर्नियतका साथ यहाँ लिएर आएको छ। योजना आयोग त अध्यादेशबाट बनेको हो। डेथ बाई 1000 कट्स भन्छन्, पत्तीले 1000 चोटि चिरेर मार्नुभन्दा एकैचोटि छिनालेको भए भइहाल्थ्यो। तर संविधानले उच्च स्थान दिएको संवैधानिक निकाय वित्त आयोगको पनि हस्तक्षेप, कार्यादेशमा हस्तक्षेप हुने गरेर जुन अध्यादेश प्रस्तुत गरिएको छ त्यसप्रति पनि मेरो आपत्ति छ। अन्तमा अनुशासनको कुरा गर्ने, तर यही समयमा फाइनेन्शियल एक्सन टास्क फोर्स FATF को ग्रे लिस्टमा नेपाललाई चढाइदिनु भएको छ। यो सरकारको पालामा नै त्यो कलङ्क बोकिएको छ। बुर्किना फासो, हाइटी, नाइजेरियाको हाराहारीमा अब नेपाललाई पनि यो सरकारले दर्ज गराएको छ। र अब अन्तर्राष्ट्रिय रूपमा हाम्रा बैंकिङ कारोबारहरू, विदेशी लगानी लगायत यावतमा थप निगरानी हुने र सुधार नगर्ने हो भने अब हामी कालो सूचीमा पर्ने लगभग पक्का भएको छ। त्यसैले सम्पत्ति शुद्धिकरण एन्ड एन्टी मनी लन्ड्रिङ, यो काउन्टरिङ द फाइनेन्सिङ अफ टेररिजम CFT लगायतका ऐनहरू बनाउने तर कार्यान्वयन नगर्ने, वाइड बडीमा $55 मिलियन खाएको अमेरिकाको जस्टिस डिपार्टमेन्टले प्रमाणित दुनियाँले देख्ने गरेर वेबसाइटमा राखिदिएको छ, तर यहाँ कारबाही हुँदैन। सम्पत्ति शुद्धिकरण क्यासिनो मार्फत, रियल इस्टेट मार्फत, सुन, हुन्डी आदिबाट सम्पत्ति शुद्धिकरण गरिराख्नु भएको छ। यसैलाई हो उसले इङ्गित गरेको, कारबाही पनि गर। यो चाहिँ प्रक्रियागत कागजमा मात्र लेखेर भएन, थुन 2-4 जनालाई जाक भनेर भन्या हो फाइनेन्शियल एक्सन टास्क फोर्सले। त्यसमा तपाईँहरूको ध्यान जाओस्। राजनीतिक संस्थाहरू त कब्जा भएका छन्, अदालत दलीय छायामा छ, संवैधानिक निकायहरू तपाईँहरूकै भागभण्डाबाट हुन्छन्, प्रहरी कर्मचारी तन्त्र पुरै एलिट क्याप्चर अफ पोलिटिकल इन्स्टिट्युसन भएको छ। अब डरलाग्दो कुरा, आर्थिक संस्थाहरू पनि कब्जा गर्ने दिशामा तपाईँहरू गइराख्नु भएको छ। सेबोन कुन प्रक्रियाबाट, कस्तो शर्तमा, कसको सौजन्यमा नियुक्ति भयो, बिमा प्राधिकरणमा के गर्नुभयो, र अब सबभन्दा डरलाग्दो, अघि ग्रे लिस्टको कुरामा राष्ट्र बैंक पनि कब्जा गर्ने दुर्नियतका साथ केही अभियानहरू चलिरहेका छन्। अर्थमन्त्रीज्यूलाई मेरो आग्रह छ, स्वच्छ अन्तर्राष्ट्रिय छवि भएको, परिपक्वता भएको, दशकौं आर्थिक प्रशासनमा अनुभव भएको र दक्षता भएको मानिसलाई त्यहाँ नियुक्ति गर्नु होला। कुनै बिचौलियाको मतियार वा उसले प्लान्ट गरेको पात्रलाई राष्ट्र ब्याङ्कमा पुर्याउनु भयो भने हामी फाइनेन्शियल एक्सन टास्क फोर्सको ग्रे लिस्टबाट हामी ब्ल्याक लिस्टमा पुग्ने। माननीय सदस्य, समय सकियो। धन्यवाद।